Hi everyone, this is Yashoda. Welcome to my new vlog. And this is Langtang vlog. Yes, we're going day 1 of our trek. Langtang calling, let's go. Hello. एकछिन चाहिँ हाम्रो खाजा ब्रेक छ त्यसैले हामी एकछिन के शिवपुरी नेशनल पार्कबाट अलि माथितिर अलि माथि चाहिँ एउटा खाजा खाने ठाउँ छ अनि त्यहाँ चाहिँ हामी खाजा खाने ब्रेक दिनुभएको छ अनि यस वाशरुम ब्रेक र खाजा ब्रेक अनि हामी चाहिँ यहाँ नुवाकोट दरबारमा पुग्यौँ हैन अब यहाँ 15-20 मिनट घुम्छौँ अनि त्यसपछि चाहिँ स्याफुरबेसीतिर जान्छौँ पहिला सुरुमा पाल्पा रे यसको नाम नुवाकोट घुम्नुपर्छ यो दरबार चाहिँ रेडी भएको छैन रहेछ उतापट्टि मन्दिरमा हामी एकछिन घुम्छौँ अनि अलिअलि घुम्छौँ यहाँबाट अनि 3 घन्टामा यसपछि हामी स्याफुरबेसी पुग्छौँ नुवाकोट हामी चाहिँ नुवाकोट आइपुग्यो अनि अब यहाँ 10 मिनट घुम्छौँ अनि यहाँ स्ट्रक्चरहरू ओ माई गड पुरानो वाला ए पाटन भाइ दिन्छ डे 1 को लन्च हामीहरूले यहाँ खाना खायौँ अब चाहिँ हामी जान्छौँ अब 3 घन्टामा हामी पुग्छौँ स्याफुरबेसी हामी चाहिँ धुन्चे नजिक पुग्न लाग्यौँ हैन अनि यो चाहिँ भ्यू यहाँभन्दा उता नजाने रे टिचरहरूले त्यही भएर हामी उभिरहेछौँ म यहाँ छु यो चाहिँ खोलाहरू भयो ए म यहाँ छु कस्तो चिसो छ हामी स्याफुरबेसी पुग्यौँ फाइनली मेरो खुट्टामा चाहिँ यहाँ त्यो जुकाले कताबाट देखाउँछ के जुगाले टोकेर अनि मेरो ट्र्याक प्यान्ट पनि फोहोर भयो ब्लड लागेको छ यसमा अनि फाइनली हामी आयौँ अब यसपछि तातो पानीमा खतरा नुहाउँछु जसरी भने नुहाउँछु आज अनि भोलिदेखि चाहिँ नुहाउनु पाउँदैन नि त नुहाउनु पनि मिल्दैन त्यही भएर म आज लास्ट नुहाउँछु अनि त्यसपछि 6 दिन बजेर फर्किने बेला नुहाउँछु अनि त्यसपछि दिस इज डे 1 मैले डिनरको चाहिँ खिच्ने भ्याएन मैले भुलेँ अनि डिनर खाइसकेपछि चाहिँ अनि म दाँत माझ्न लाग्छु किनभने मैले बिहानदेखि दाँत माझेको छैन बाई बाई मुख धुन्छु अनि सुत्छु अनि भोलि बिहान फेरि सुरु गर्छु दिस इज डे 2 आई एम रेडी अनि आज चाहिँ मैले ह्याट लगाएँ स्पोन्सर्ड बाई रेखा यस आई एम रेडी कस्तो कोरियन आजुमा जस्तो देख्यो अनि भर्खर उठ्यौँ हामी मैले लगाएँ अनि यो चाहिँ अलि अगाडि उठेर सबै गरिसकेँ मर्निङ अनि सक्छ अनि यो चाहिँ हिजो मलाई जुगाल टोक्नु भएको हो दिस इज आवर बेड फाइनली आई एम रेडी टु गो ब्याग पनि सबै प्याक भइसक्यो हेयर माई ब्याग हेयर इज माई स्टिक लेट्स गो मैले रेडी भएर 6:30 को टाइम दिनुभएको थियो म 6:30 मा यहाँ तल पुगिसकेँ तर नोबडी अनि यो बोतलमा चाहिँ मैले सातु राखेको छु सातु बोल्छु अनि खान्छु अनि दिउँसो चाहिँ हामीले खाजा नखाने बेलासम्म चाहिँ यसलाई सकाउँछु मैले किनभने चाहिँ एनर्जी आउँछ सातु गिभ्स एनर्जी त्यो रेड बुल गिभ्स यु विङ भने जस्तो सातु गिभ्स यु एनर्जी प्रोटिन पनि हुन्छ अनि मेरो ब्याग हेभी छ इफ मैले खाजा खाएँ भने अनि अलि मेरो टुथपेस्ट अनि तिनीहरू युज गरेँ भने चाहिँ अलि हेभी कम हुन्छ होला मेनली त मैले दुईवटा एप्पल अनि नुडल्स अनि धेरै छ नुडलहरू अनि एउटा चाहिँ सातुको प्याकेट आधा किलो भन्छ कि कति ग्रामको त्यो छ यसमा राखेको छु मैले अलिकति अनि यो सक्छु अहिले चाहिँ वेयर रेडी टु गो त्यही हो आज हामी चाहिँ लामा होटलसम्म जान्छौँ एन्ड दिस बोटल इज स्पोन्सर्ड बाई रेखा we are having breakfast यो चाहिँ तरकारी भयो अनि एउटा चाहिँ सुक्खावाला रोटी थियो अनि एग थियो अनि मैले चाहिँ भिडियो गर्नु खोजेर खाइदिएछु मिठो थियो ब्ल्याक टी रेडी टु गो
हामी हिँड्ने अब प्रतिशत हिँडेन भने नि मैले जानेछु अगाडि टिचर हुनुहुन्छ त्यही भएर म एक्लै मजाले सबभन्दा अगाडि हिँडिरहेको छु 20% मात्रै कभर गऱ्यौँ होला 20% पनि नआइ 10% माथि अलिकति कुकुर देखियो बल्ल लेट्स गो वाउ अलि मात्रै देखिन थालेछ अनि राम्रो छ पानीहरु यस्तो क्लीन वाउ म अहिले मुख धुन्छु गाइस आज गएर फर्स्ट डेमा चाहिँ खासै पनि गाह्रो छैन हैन यो खोलाको आवाजबाट मेरो आवाज राम्ररी सुनिरहेको छैन होला फर्स्ट डेमा गाह्रो छैन त्यो खोलालाई चाहिँ लेफ्टी पारेर जता जता जान्छ खोला त्यति बाटोबाट आउने अनि अलिकति बिचमा चाहिँ उकालो ओरालो छ तर ओरालो भन्दा पनि उकालो छ त्यहाँ चाहिँ अलिकति गाह्रो हुन सक्छ त्यो पहिलोचोटि आउने मान्छेलाई उकालो छ बिचमा अनि त्यसपछि चाहिँ यो हाइड्रो पावर जस्तो के चाहिँ बन्दै छ क्या अनि त्योबाट चाहिँ माथि आउने बेलामा अलिकति उकालो छ हैन अनि अरु चाहिँ फाइन अनि यहाँनिर चाहिँ एउटा क्याफे जस्तो छ यो अनि पहिरो गएको ठाउँमा चाहिँ अलिकति गाह्रो हुन्छ रे त्यहाँ पहिरो गएको चाहिँ अलिकति त्यहाँनिर अप्ठ्यारो छ नत्र चाहिँ आजको चाहिँ हाम्रो एकदमै सेफ छ लेट्स सी म देखाउँदै गर्छु फाइनली एट ब्याम्बो हामी चाहिँ बल्ल ब्याम्बोमा पुग्यौँ अब हामी लन्च गरेर चाहिँ अनि माथि हिँड्छौँ अनि साँझ हामीलाई 6-7 बज्न सक्छ अहिले चाहिँ 11:35 भएछ हामी यहाँ पुग्दा अनि कति धेरै त पुगेकै छैनन् हामी 3-4 जना 5-6 जना जति चाहिँ पुगिसक्यौँ अब छ अझै आउन अरू आइसकेको छैन अनि खाना खाएर फेरि माथि हिँड्छौँ हामी तर बाटो लास्टै यस्तो सिधा माथि हिँड्नुपर्छ अनि सागुरो पनि छ अनि ढुङ्गामा पनि हिँड्नुपर्छ गाह्रो हुन्छ फर्स्टमा हैन हाम्रो टिचर हुनुहुन्छ त्यसपछि 3-4 जना दाइहरु हुनुहुन्छ अनि म छु के अनि म चाहिँ टिचर हुन्थेँ नि टिचरको चाहिँ ठ्याक्क म हिँडेर आएको के अनि म छिटो पुगिसकेँ साथीहरु आइरहेको छैन अब म छिटो खाना खान्छु अनि मस्त रेस्ट गर्छु अनि त्यसपछि आरामले जान्छु माथि 5 बजे अथवा 6 बजे पुग्ने गरी म पुग्छु त्यसरी हिँड्ने हो म अब अनि स्न्याकहरु पनि निकाल्छु मैले अहिले चाहिँ एउटा पनि ठाउँमा ब्रेक नलिएर आएको अनि यहाँ चाहिँ 11-11:30 मा यहाँ पुग्यो भने चाहिँ पछि छिटो माथि लामा होटल पुगिन्छ हाम्रो चाहिँ स्टे लामा होटल हो नि त अनि यस भ्यू एकदम राम्रो छ अनि हुन्छ नि लाइक झरनाहरू देख्ने बित्तिकै नरोकिने के किन भनेपछि 5-10 मिनटको डिस्टेन्समा कति धेरै झरनाहरू आउँछ हैन त्यसैले बरु त्यही ठाउँमा झुमेर फोटो खिच्नलाई त्यो लड्न भन्दा अलि स्पिडमा हिँड्ने अनि त्यो 5-10 मिनटको डिस्टेन्समा अनि छँदैछ हैन त्यहाँ आएर फोटो खिच्ने राम्रो ठाउँहरू छ यस्तो राम्रो ठाउँहरू छ हामी खाना खाएर निस्क्यौँ अहिले चाहिँ ब्याम्बोबाट शेर्पा होटलमा हाम्रो लन्च भयो अनि हामी चाहिँ निस्किसक्यौँ अब एउटा झुलुङ्गे पुल भन्ने ठाउँ छ अरे त्यहाँ भन्दा अलि उता चाहिँ पहिरो गएको रहेछ
त्यही भएर हामी त्यहाँ झुलुङ्गे पुलमा पुर्छौँ सबैलाई। अनि सबैले सक्सेसफुली त्यो पहिरो कटायो भने चाहिँ अनि बाटो सजिलो छ अरे। अनि त्यसरी चाहिँ मजाले जान पाइन्छ। त्यहाँ गाह्रो ठाउँमा चाहिँ सबैलाई कुर्ने भन्नुभएको छ। सो लेट्स गो। त्यो ठाउँमा पुगिसक्यौँ होइन। त्यो पुलनिर जाने भन्नुभएको थियो होइन हामीलाई टिचरले। त्यो गाह्रो हुने ठाउँ त्यो पहिरो आएको ठाउँमा चाहिँ सबैले एकैचोटि कटाइसकेपछि अनि माथि र अब सजिलै छ अनि त्यतिकै जाने भनेर भन्नुभयो। सो हामी चाहिँ यहाँ कुरिरहेछौँ। ठ्याक्कै 4 बज्यो अनि हामी चाहिँ यो लामा होटेलवाला एरियामा पुग्यौँ। अनि अब खाना खान्छौँ। अनि कति धेरै मान्छे त आएको छैन। अनि हामी मात्रै छिटछिटो हिँड्ने मान्छे रहेछ। 30 जना जति मान्छे तलै छ इन्क्लुडिङ टिचरहरू। हामी पुग्यौँ लामा होटेल। हाम्रो चाहिँ कुनमा पो थाहा छैन। हामी यहाँ छौँ। वाइफाई छैन। नो वाटर चाहियो भने चाहिँ पैसा तिर्नुपर्छ। हाम्रो चाहिँ अब सायद भोलि नै हुन्छ होला वाइफाई। अब यहाँबाट भोलि हामी लाङटाङ भ्याली जान्छौँ। लामटाङ भ्यालीमा चाहिँ सबै फेसिलिटिजहरू छ अरे होइन। अनि यहाँ चाहिँ छैन कि त्यसैले चाहिँ अब त्यही हो। भोलि सी यू। मेरो स्ट्रिक जान सक्छ। सो ठिक छ। आई डोन्ट केयर। यहाँ चाहिँ आगो तापेर बसिरहेको छु म। एकदम राम्रो आगो छ।